विदेशबाट फर्कदा मोबाइल ल्याउन चाहने नेपालीले सरकारको नियमका बारे जानकार हुनुपर्दछ। हाल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस प्रणाली लागू गरिएको छ। यस अन्तर्गत आफूले चलाइरहेको फोन बाहेक थप एक भन्दा बढी मोबाइल भन्सार तिरेर मात्रै ल्याउन पाइन्छ। नियमले तोकेको मापदण्ड बारे जानकार भएमा भने विदेशबाट नेपाल आउँदाको यात्रा झन्झट रहित हुनेछ। त्यसैले विदेशबाट फोन नेपाल ल्याउँदा र त्यसपछि नेपालमा दर्ता सम्बन्धका जिज्ञासा बारे चर्चा गरौं। विदेशबाट कतिवटा फोन ल्याउन पाइन्छ? विदेशबाट आउने व्यक्तिले आफूले प्रयोग गरिरहेको सँगै अर्को एउटा मोबाइल फोन साथमा ल्याउन पाइन्छ। 3 वा 3 भन्दा बढी नयाँ फोन नेपाल ल्याएमा खरिद गरेको बिल पेश गरी भन्सार शुल्क तिरेर प्रज्ञापन पत्र लिनुपर्ने हुन्छ। बिल नभएका 3 भन्दा बढी फोन ल्याएमा भन्सार विभागले जफत गर्नेछ। कस्तो अवस्थामा फोनमा भन्सार लाग्दैन? यदि कसैले नेपालबाटै लगेको एउटा फोन र फर्कँदा साथमा अर्को नयाँ फोन ल्याएको भए भन्सार तिर्नु पर्दैन, तर भन्सारमा दर्ता गराउनु पर्नेछ। विदेशमा प्रयोग गरिरहेका 2टा फोन नेपाल ल्याउँदा त्यसको भन्सार तिर्नुपर्छ। लामो समय विदेश बसेको व्यक्तिले साथमा उतै खरिद गरी प्रयोग गरेका 2वटा फोन छन् भने निशुल्क रूपमा एउटा फोन मात्रै ल्याउन पाइन्छ। साथमा रहेको अर्को फोन नेपालमा चलाउने हो भने त्यसका लागि भन्सार र अन्तशुल्क दुवै तिरेर प्रज्ञापन पत्र लिनुपर्ने हुन्छ। विदेशबाट 2 वा 2 भन्दा बढी नयाँ फोन ल्याउँदा भन्सार कति लाग्छ? विदेशबाट उपहार वा जुनसुकै प्रयोजनका लागि फोन ल्याएको भए पनि भन्सारमा एउटा फोनको 5% अन्तशुल्क र 13% भ्याट तिर्नु पर्नेछ। आफूले विदेशमा चलाइरहेको फोन नेपाल ल्याउँदा एमडीएमएसमा दर्ता गर्नुपर्छ। फोन विदेशमै खरिद गरेर पहिलो पटक नेपाल ल्याउन लागि हो भने उक्त फोनमा नेपाली सिम प्रयोग गरेको 15 दिनभित्र दर्ता गरिसक्नुपर्छ। अन्यथा त्यस पश्चात उक्त फोनमा नेपाली सिम चल्ने छैन। दर्ता गर्न भन्सारको प्रज्ञापन पत्र आवश्यक हुन्छ। विदेशबाट आउँदा भन्सारमा रहेका कर्मचारीले नै भन्सार घोषणा गर्न लगाएर तपाईलाई प्रज्ञापन पत्र दिनेछन्। त्यसो भए एमडीएमएसमा फोन कसरी दर्ता गर्ने? विदेशमा बसेका र घुम्न गएका आफन्त तथा साथीभाइले पठाएका र ल्याएका फोन पनि एमडीएमएसमा दर्ता गर्न निश्चित विधि तोकिएको छ। मोबाइलको आईएमआई नम्बर दर्ताको सबै काम अनलाइनबाटै गर्न सकिनेछ। एमडीएमएसको काम पनि स्क्रिनमा देखाइएको वेबसाइटमा गएर फोन सम्बन्धी विवरण भरेर नागरिकता सहित आवश्यक कागजात अपलोड गर्न सकिनेछ। त्यसका आधारमा प्राधिकरणले प्रमाणीकरण गरेर आईएमआई नम्बरलाई दर्ता गरेर वैधानिकता दिन्छ। यस्तो आईएमआई नम्बर दर्ता गर्न कुनै पनि शुल्क लाग्ने छैन।